हेलो हेलो वेलकम टु माई युट्युब च्यानल गाइजहरू सम्पूर्णलाई राजु ताम्लिङ युट्युब च्यानलमा एकदम स्वागत छ है। नयाँ लेटेस्ट एकदम भाइरल प्लेस इटरीको बोराबाँध भन्ने ठाउँमा जान गइरहेको हो। तपाईहरुलाई एकदम दामी भिडियो लिएर आएको छु, हेरेर साथ दिनु होला है त गाइजहरू। जबरदस्त बाटो कोसी क्याम्प सिधै गए पनि भयो, बाङ्गो गए पनि भयो। त्यहाँ भैँसी बाँध मात्रै रहेछ। यतैदेखि पनि जान्छ होला नि त, जाँदैन? ल ल हो यस्तै लडेछ नि, धेरै स्टाइल पार्नु हुँदैन। मान्छे होइन बाइक हो यो त, मान्छे चाहिँ कति होला। पार्किङै गर्नुपर्ने हो। कोही स्वयंसेविकाहरू हुनुहुँदो रहेछ नि त टिकट काट्ने त। अडिएन हो दाइ, यतै हाल्नु न, सँगै हाल्नु न दाइ, यतै हाल्नु न। दोस्त क्रिसका गाना सुनेगा? मजाक गर्नुहुन्छ हजुर पनि। मजाक गरिहालेको होइन, चेन्ज गर्दै त्यही हो। बोरा पार्क हो कि बोरा बाँध? बोरा बाँध के बाँध लाउँदैन, खोलालाई बाँध लाउँछ नि। ए बाँध बोराले खोला छेक्नु जस्तै हो। स्विमिङ नि खेल्न दिन्छ त्यहाँ? यस्तो चिसोमा सकिन्छ खेल्न? तपाईँ उमेरमा खेल्नु भयो होला। बगाउँछ खेल्न पनि दिएन होला। चोटि डुब्न चाहिँ पर्छ। दुईटाको काट्नुहोस् अनि सर्लक्कै फिर्ता दिनुहोस्। भिडियो नगर न त। झऱ्यो त नि एउटा टिकट त। सिट चाहिँदैन होला पैसा दिए। धनी भइहाल्यो नि दस यार। 1 घन्टाको चाहिँ कति हो यो पार्किङको पैसा खासमा? अमै झन्नै पास फर्मल हुँदैन फेरि लगेर हारिहाल्छन्। त्यो झन्डै ठोक्यो नि। यता घुमाए पो अनि यसो ब्याग तान्दाखेरि यता जान्छ। अब चट्ट एक ठाउँ बसेर एउटा यस्तो लोकल माछासँग भाइ माछा खाँदैन, सुँगुर पनि फेरि खाँदैन के अरे। कस्तो के हो मलाई त सुँगुर जस्तो कुरो नखाएर हुन्छ। सुँगुर
आलु फ्राई खान्छ नि त आलु फ्राई हाम्रो ऊ गरे रहेछ त प्रोग्राम ओहो अमला होइन हो यो कागती हो पहिला खाजा खाउँ अनि उ गरौँ न बोटिङ छ नि बोटिङ चढ्नु परिहाल्यो नि हो बोटिङ हो तिनजना पहिला खाजा खाने हो सोध्नु पर्यो नि पहिला कति पर्छ एकजनाको पर्छ 300 हो मिलाएर तिनजना हो अहिले खाजा खाएर आउँछौँ नि हामी 200 रुपियाँको त यहीँ आउनु नभन्नु ल ल खाजा खाएर आउँछौँ हामी कम्पिटिसन भयो नि त मिलिसक्यो अर्को 150 लान्छ हैन त्यो पनि भन्नु पर्यो अब अर्कोले 150 लान्छ दुईमा मिलिसक्यो कुरो कुरा आइसक्यो 3 गोला घटेर अब कसै 150 मा लान्छ कि त्यो पनि बुझ्नु पर्यो ऊ त समुद्र जस्तो देखिँदो रहेछ नि त हो पुरै है यो त अझ यो सिजनमा पानी पर्ने सिजनमा के होला यो पुरै छोपिएको हुन्छ पानी पर्ने सिजनमा त सप्तकोशी है यो सबै राखिदिएला मैले लु जाउँ दोस्त झन् भोक लाग्यो घोडाको पनि व्यवस्था रहेछ नि त यहाँ हेर न घुमाएको अब यो टर्निङमा कस्तो साह्रो साह्रो होला है अहिले एडभेन्चर यही हान्ने हो क्या हो के छ चिकन छ चिकन हानिहाल्छ नि दोस्तले भइहाल्यो नि खाजाहरू के पाउँछ खाजाहरू मोमो चाउमिन फ्राइड राइस सबै हुन्छ चाउमिन खाइदिनु अनि यो कति यो चाहिँ यो चाहिँ तपाईँको प्लेटको 300 हो हजुर यो यो छैन यो चाहिँ पिसको 250 होइन म नि त्यो पोरकै 1-2 पिस होला तर त्यस्तो होइन कि सानो पिसवाला होला नि हजुर यो काटेर दिने हो यो काटेर दिने हो? यही काटेर दिने हो क्या ताता चाहिँ के किलो हिसाबको हुन्छ कि आधी किलो यस्तो यस्तो प्लेट सिस्टम हो कति हुन्छ प्लेटमा कतिवटा सर भाइ मुनिको चाहिँ ल्याउ न लामो उहाँ जान्थेँ क्या भाइ भोजपुरतिर के मलाई यो बोट भोजपुर पुग्छ नि त टिकट काटेर गाडी जस्तै भोजपुर लगिदिन्थ्यो अहिले पनि लान्छ होला कति छ हो त्यही बाजे हो माछा मासु खान्न भन्ने बाजे नै हो हो भाइ अचार चाँडो ल्याइदिउँ न मोमो चिसो भइसक्यो चिसो मोमो त खान सकिँदैन ठिक छ है टोइलेट सोइलेटको व्यवस्था गर्दै रहेछ है यतिको चाहिँ हुनुपर्छ बजार मेलाघाट लागेपछि बोट हामी चढ्नु जाउँ न त अब कता हो दोस्त यो यसमै जाने हो यहाँबाट खै त्यहाँबाट हिँड्दै आउँछ होइन अनि म यता यता आउँछु होइन तिमी यसो गरेर ओके त्यस्तो त म हानिहाल्छु सनसेटले गर्दाखेरि बवाल देखिँदो रहेछ भ्यूहरू चाहिँ दोस्त क्रिस का गाना सुनेगा देखो ना देखो ये क्या किया
धेरै हामीलाई अघि कसले पो बोलाएको यहीँ आउनु भनेर कति रुपियाँ तपाईँहरू बोट चढ्नुहुने चढ्ने हो कति रुपियाँ 100 रुपियाँ होइन उयो त मिलाउनुहुन्छ त्यहाँ त अघि डिल भइसकेको छ हाम्रो ए भइसक्यो खाजा खाएर आउँछौँ भनेको थियौँ नि हामी 3 जना यही दाइहरू हो भाइ 3 जना लिम्बू कान्छा दाइले भन्नुभएको थियो कति भन्नुभएको थियो कतिजना हो तपाईँहरू कुन बोट हो ऊ त्यो यो सानो बडो ऊ त्यो सानो कस्तो हुन्छ यो कति कता कता जान्छ मलाई यस्तो कस्तो एक राउन्ड 2 राउन्ड 3 राउन्ड फेरि मिलेर जान्छ तपाईँहरू फोटो सोटो खिच्नु बिचमा रोकिदिन्छ ए खिच्नु परिहाल्यो नि फोटो त फेरि एक्स्ट्रा लिएला नि त नि रोकेको ए 3 जनाको 250 ले गरिदिनु 3 जना मात्र 250 भनेको 150 250 कहाँ 200 खान्छ अघि दैले 150 गरिदिउँला मिलाएर भनेर हामी यहाँ खाजा खाएर आउँछौँ भनेर गएको 150 मिलाएर गरिदिउँला भन्नुभएको थियो अरू 1-2 जना हुँदाखेरि चाहिँ दुईजनाले गर्न सकिन्छ त्यो दाइले अघि नि त्यति हेलो 200 रुपियाँ ठिक छ हामी मान्छे आउनु पर्छ दैन म बिहान बस्नु यसो हेर्दै गरौँ सकिएको छ ए ज्याकेट पर्छ लाउनु यो त मलाई त आफ्नै सेफ्टीको लागि त यो त लाउनु भालेवाला रहेछ भालेवाला लाउनु पर्यो नि भाले नामै भाले राखिदिएको हामीले यो नयाँ हो नि त 15 दिन त भयो ए म चाहिँ ओरेन्ज लाउनु पर्ला जस्तो छ यो ओरेन्ज लाने यहाँ छ यहाँ छ अलिक यो नयाँ जस्तो लाग्यो कि ओरेन्ज चाहिँ हो दिल न दिया बोलो न बोलो के दाजु ज्याकेट लिनु दाजु दाजु पर्दैन भन्नु हैन लगाउनु पर्छ लगाउनु अहिले फेरि सेफ्टीको लागि आफ्नै लागि हो यो लगाइदिनु न जे पर्छ पर्छ त्यहाँ बस्नु मिल्छ नानीको नि होला नि दाजु दाजु यहाँ बस्नु मिल्छ म त यहाँ बस्नु पर्ला भोजपुर जाने हो यहाँ कति लिन्छ यहाँबाट कहाँ भाडा जाने भोजपुर भोजपुर अलिक गएको छैन कि अब 1 हप्ता 10 दिन मात्रै जान्छ यहाँ त पानीले छुन्छ जस्तो छ है त्यही बस्नु होइन आओस् पानी पनि आओस् यो चाहिँ यो बाँस चाहिँ के को लागि हो त बाँस पनि कहिले कहिले आवश्यक छ साइड लाग्यो कहाँ उठ्नु दाजु अनि त्यो हराइहाल्छ त्यति 80 जना अट्ने हो यो कुम्भ मेलामा तपाईँको यहाँ 105 जना काम गर्छ तिर्पल दिन हो नि ओहो खतरा हुनुहुँदो रहेछ तर उठ्नलाई चाहिँ दोस्त क्रिश का गाना सुनेगा क्युआर गरिदिनु पर्यो क्युआर क्युआर यो सबै यस्तै भएर आउँछ दाजु बोट किन्दै कि यो सबै बनाउनु पर्छ त्यसले यस्तोहरू विदेशबाट आउने हो यो यहाँ सिम्पल आफै गर्नुहुन्छ आउँदैन क्या इन्जिन चाहिँ उहाँबाट आउने बडी यहाँ बन्छ इन्जिन विदेशबाट आउँछ गर्नुपर्छ दाजु हजुर कति लाग्छ बडी इन्जिन सबै गर्दा त्यही पुग्छ होला 28 जति होइन म अलि यता भन्दा यतै बस्नु राम्रो लाग्यो मलाई दोस्त मेरो एनजिएल हो दोस्त
रुट बनाउने जान्छ यो रुट भयो भने पुगिहाल्छ ल यस्तो हल्लाउँदो रहेछ यार के हो हल्लाउनु त बबाल हल्लाउँदो रहेछ त छालाको हो यो एक्स भिडियो होइन ठिक छ यतिकै हाम्रो यहीँबाट ठिक छ है दिल न दिया बोलो न बोलो क्या किया म चाहिँ यहाँ स्टोरी समातेर बस्नु पर्यो क्या दोस्त म त उभिएरै बस्दिन्छु स्टोरी आमा दुईजनाको भिडियो गर्ने होइन हाम्रो पनि निकाल्दा केही फरक पर्दैन दोस्त क्रिसका गाना सुनेगा क्या क्रिसका गाना सुनेका क्या सुनेका ल बस्नु भाइ मित्र उभिँदा पनि हुन्छ होला नि धेरै 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 त्यो 360 हानी गरे हान्नी क्रिसका गाना सुनेगा क्या क्रिसका गाना सुनेगा क्या भाइरल भइरहेको छ त्यसले चाहिँ गीत गायो दिल दिया गायो दिल न दिया आफन देख्दैन बोला न बोलो क्या किया निकाल है भाइ ल बस्नु तपाईँ पनि भालेबोट 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 आयो भालेबोट ढल्क्यो त के हो
माछालाई पानीले हान्यो सकिएको क्रिसका गाना सकिएको पैसा सक्यो पैसा सकिएछ नि यार बोलो न बोलो पैसा सही मजा क्युआर दिनुपर्छ र जाउँ न चढिहाल्यो क्यास छैन है आयो त उसबाट प्रवीण भाइ नेट आयो नेट हो क्युआर क्यास छैन ओहो चरा उडेर आयो त यार सरर पाल्यो र के पोथी हो यो बोट त लामो दूरी मात्रै जाने रहेछ नि त भाइ यो यहीँको लागि लुजुम दोस्त अब क्रिसका गाना सुनेगा क्या दोस्त मसले बजार थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो है गाइजहरू भिडियो हेरेर कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला र लास्ट वान सेकेन्ड सब्सक्राइब पनि गरिदिनु होला यस्तै भिडियो हेर्नको लागि है त गाइजहरू